उसको घाँटी हेर्नु कतापट्टि चाटा चाटा यहाँ कस्तो घाउ बनाइसकिरहेको छ। भएको आइम सो सरी। पिङ्की पनि यहाँ मलाई साथी दिएर बसिरहेछ। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। अनि आज म ब्लग पनि बनाउनेवाला थिइनँ, तर पनि आज म ब्लग बनाउँदैछु। किन भन्दाखेरि चाहिँ आज हाम्रो घरमा बाख्रा ब्याएको थियो। अनि त्यो बाख्राले चाहिँ कस्तो ब्याएको थियो भन्दाखेरि पुरै भर्खरको क्या कलिलो भर्खर त्यो कस्तो कलिलो क्या, त्यही भएर जन्माएको छ। जन्माउँदा पनि त जन्मेको पनि के भन्नु मरेको जन्माएको छ। जन्माएको त भन्नु होला नि, मरेको छ। मैले त्यही देखाउनलाई हजुरहरूलाई देखाउनको लागि चाहिँ मैले ब्लग बनाएको खासमा। अनि अब तपाईँहरू यो बाख्राको बच्चा हेर्दाखेरि तपाईँहरू सक गर्नुहुन्छ। म तपाईँहरूले देखाउन गइरहेको छु, हेर्नु होला। यहाँ छ कि बाख्राको बच्चा चाहिँ त्यो घाँटी हेर्नु कतापट्टि बेडिएको छ। आमामा यस्तो हेर्नु आमामा पुच्छर पनि हेर्नु कस्तो मजाले बनिँदो रहेछ। कमिलाहरू पनि आइसकेको छ। कति छिटो कमिलाहरू आएको यसलाई पुरिहाल्नु पऱ्यो है। अनि यसको मौज यहाँ छ, यो बुढी माउ। अनि हेर्नु हाम्रो बाख्राहरू अझ यति धेरै छ कि यताबाट। त्यही हो साथीहरू, मैले त्यही देखाउनलाई मैले भ्लग बनाएको। अब यो चाहिँ मम्मीले उता माथि कोलाबारी माथि लगेर पुर भन्ने हुँदैछ। त्यही भएर म चाहिँ उता माथि कोलाबारीमा लगेर पुर्नु पर्ने हुन्छ। है साथीहरू, हेर्दै गर्नु सल्लाह। साथीहरू हेर्नु न, उसको माउले कसरी उसको बच्चालाई चाटिरहेछ क्या। आमाको माया कति हुन्छ है आफ्नो बच्चामाथि यस्तो मजाले चाटिरहेछ। यस्तो मजाले माया गरिरहेछ बिचरा। म कति रुइरहेको होला भित्रभित्रै। यो बाख्रा पनि एकदमै बुढी भइसकेको छ। यो बाख्रालाई चाहिँ एकदमै माया लागेको छ उसको बच्चा। हुनु त हो, कसलाई चाहिँ माया लाग्दैन र आफ्नो सन्तान। त्यस्तो हुने मान्छेहरूलाई त कति माया लाग्छ। मान्छेहरू जस्तै हो यिनीहरू पनि। अब यसलाई म लानु पऱ्यो भनेको र यहाँ सबै ठिक पारिरहेको छु। यहाँनिर यसमा हालेर लाने। ओइ भुन्टी उताबाट गएर भुन्टी उता जा घाँस खानु। जाऊ त घाँस खानु भुन्टु। हट न के हट। म लग्छु क्या तेरो बच्चा, म मरेको हो क्या। बुझ्न त्यति कुरा त। हट जा। हेर्नु न चाटा यहाँ कस्तो घाउ बनाइसकिरहेको छ। जा पर गएर घाँस खान त, तेरो काम छैन यहाँनिर। कसरी लानु हेर्नु न, खुट्टाहरू कति कलिला एकदमै कसरी लानु हेर्नु न। घाँटी पनि कस्तो भएर चाहिँ ओ माइ गड। साथीहरू फाइनली मैले चाहिँ यहाँनिर टक्क हालिसकेँ। अब यहाँबाट लाने हो। कोदाले पनि ठिक्क पारिरहेको छु। अब लगेर पुर्ने हो। हेलो साथीहरू, होइन मैले चाहिँ खन्दा यत्रो दुलो पारेको छु। उत्तिको दुलो पारेको छु यहाँनिर। उत्तिकोमा चाहिँ के हुँदैन भनेर होइन। अब पुर्नु पर्ने हुन्छ। यसलाई कसरी पुर्नु भन्दाखेरि सरर यस्तै रहेछ जिन्दगी, भाग्यमा यही लेखेको थियो होला आई थिङ्क। के भएर यस्तो भएको। आइम सो सरी प्लिज। हामीले राम्रैसँग हो राख्नु त लागेको माउ बच्चा सबैलाई। उसको माउलाई हामीले राम्ररी स्याहारेको। राम्ररी नस्याहारेर भन्दा पनि एउटा कुरा राम्ररी स्याहारेको। हान्ने बाख्राहरू पनि थिएन, त्यो माउ नै थियो सबैभन्दा ठुलो हान्ने बाख्रा भनेको। तर के भयो बट जे भए पनि यस्तै भयो। सो स्याड। एन्ड अब यहाँ यसलाई पुर्नुपर्ने हुन्छ। मान्छेको जीवन पनि यसरी नै मरेर यसरी नै माटोले पुर्छ। बाख्रालाई पनि यसरी नै माटोले पुर्नुपर्छ। अब पुरेको ओ के गर्नु र। फाइनली पुरी पनि सक्यो साथीहरू। अनि कोदाल पनि यस्तो भइरहेछ। अनि पिङ्की पनि यहाँ मलाई साथी दिएर बसिरहेछ। त्यही हो साथीहरू। अब यति जेसम्म मेरो भिडियो हेरिदिनु। थ्याङ्क यू सो मच एन्ड बाई बाई।